ठीक बताए। शुभ नाम? मेरो नाम सौरभ राज पाण्डे, म नेपाली एडगोड सोसाइटी रक सञ्चार केन्द्रमा चाहिँ प्रमुख पदमा कार्यरत छु। सर नमस्कार, तपाईँको परिचय? म चाहिँ सिनियर चाहिँ शक्ति श्रेष्ठ हो। आज ब्लड दिवस मलाई कस्तो लागिरहेको छ? सर तपाईँको नाम? मेरो नाम संयोग थापा सर। आज ब्लड कतिको दियो? नमस्कार, आपको परिचय? मेरो नाम सगुन कुमार सिंह हो होइन। शुभ नाम? मेरो नाम सौरभ राज पाण्डे, म नेपाली एडगोड सोसाइटी रक सञ्चार केन्द्रमा चाहिँ प्रमुख पदमा कार्यरत छु। यो रक्तदान दिवसमा धेरै अभाव विगतको दिनहरूमा यो वीरगञ्जमा बाटो विस्तारको यो कार्य सुरु भएदेखि नै अलिकति ब्लड डोनेसन कार्यक्रमहरूमा चाहिँ गिरावट आएको छ। त्यहाँ पनि आज यो चाहिँ हाम्रो राउन्ड टेबल वीरगञ्ज तथा यो हाम्रो हेकेमजर ट्र्याक्ट क्लब अफ वीरगञ्जद्वारा भएको रक्तदान कार्यक्रममा आज धेरै हदसम्म हामी सेवा पुर्याएर धेरैजनाको समस्या समाधान गर्ने आज कार्यमा छौँ। अहिले वीरगञ्जमा त धेरै ब्लडको अभाव भइराखेको छ। यो बाटो विस्तारको कारणमा पहिला पनि भने धेरै ब्लड डोनेसन प्रोग्रामहरूमा गिरावट आएको छ। गाउँमा पनि अहिले रोप्नीको दिनहरू सुरु भएको कारण तथा यो वीरगञ्जमा मेनली यो बाटो विस्तारको कार्य सुरु भएदेखि नै यो रगतमा धेरै हदसम्म समस्या आएको छ। अब मेहनत त सर हामी गरिराखेका छौँ। आउने फेरि शुक्रबार पनि एउटा एमआर एसोसिएसनबाट रक्तदान कार्यक्रम चाहिँ हामी चाहिँ गरिराखेका छौँ। शनिबार पनि एउटा गुडविल सोसाइटीमा चपकुयामा पनि हामी रक्तदान कार्यक्रम गरिराखेका छौँ। धन्यवाद। सर नमस्कार, तपाईँको परिचय? म चाहिँ सिनियर चाहिँ शक्ति श्रेष्ठ हो। आज ब्लड दिवस मलाई कस्तो लागिरहेको छ? होइन, यो ब्लड त अब दिइराख्नु पर्ने कुरा हो। अब पहिला पनि दिँदै आएको हो, मलाई त खुसी नै लाग्छ ब्लड दिनु पायो भने। अनि जो अहिले ब्लड नयाँ नौलो उमेरको जुन भाइ बहिनीहरू हुन्छ उहाँहरूलाई के भन्न चाहन्छु? यो ब्लड अनि ब्लड डोनेसन भनेको अब एउटा डोनेसन भन्ने बित्तिकै एउटा राम्रै कुरा हो होइन। तर समाजको लागि अब यो ब्लड चाहिँ अब आवश्यक परिरहेको हुन्छ। त्यो हिसाबले अब सबैले एउटा अलि अवेरनेस पनि छैन हामीमा। अलि त्यो दिँदाखेरि खासै शरीरलाई फरक पर्ने कुरा होइन। खेर जाने रगतलाई चाहिँ हामीले सदुपयोग गरेकै हो। यो दिँदाखेरि मलाई त खुसी लाग्छ र सबैले अब यसमा चाहिँ सबैले सहयोग गर्नुपर्छ। सबैले चाहिँ आफ्नो सेक्टरबाट चाहिँ ब्लड दिँदाखेरि राम्रै हो भन्ने जस्तो लाग्छ। अनि तपाईँ कतिपल्ट भयो? मेरो त भइसक्यो होला 15-20 पल्ट जति भइसक्यो। नमस्कार, आपको परिचय? मेरो नाम सगुन कुमार सिंह हो होइन। मैले फर्स्ट टाइम ब्लड दिँदा एकदम खुसी भएको छु अहिले। एकदम भन्छ नि रक्तदान जीवनदान, एउटा जीवनदान गरे हो कि मैले। अनि ब्लड दिँदाखेरि फर्स्ट टाइम त्यस्तो भएन नि? त्यस्तो केही गाह्रो भएन मलाई, एकदम खुसी लाग्यो होइन। अरूको जीवन पनि बचाउनु पर्छ जस्तो फिल भयो कि मलाई। अनि जो अहिलेसम्म ब्लड दिएका छैन उहाँहरूलाई के भन्नु? उहाँहरूलाई पनि भन्छु एकचोटि दिएर हेर्नुहोस्, एकदम अरूको पनि लाइफ जोगोस् बाँचोस् भनेर म भन्न चाहन्छु। थ्याङ्क यू सो मच। सर तपाईँको नाम? मेरो नाम संयोग थापा सर। आज ब्लड कतिको दियो कि? मेरो पहिलोचोटि होइन, पहिला पनि मैले दिइरहेको थिएँ। काठमाडौँमा पनि धेरै दिएँ, म सिमरामा पनि दिइरहेको थिएँ यस्तो इभेन्टहरूमा। र आज पनि अनि उहाँ दाइले भनेर अनि दिन मन लाग्यो। अनि यो ब्लड दिएर कस्तो खुसी भइरहेछ? ब्लड दिएर अब आफूले ब्लड दिएर अब कसैलाई ब्लड चाहिरहेको मान्छेलाई अब ब्लड पाउँदाखेरि अब खुसी नै लाग्छ एक हिसाबले। अनि तपाईँको उमेरको भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ? अब डराउनु हुँदैन सुईदेखि होइन। अरूको मान्छेको जीवनको बारेमा सोच्नुपर्छ। हामीले गर्दाखेरि पुण्य, यो एक हिसाबले पुण्यको काम पनि हो। लाइक अब ब्लड त अब पछि पनि आफै रिजेनेरेट भइहाल्छ, तर चाहिएको मान्छेलाई चाहिँ हामीले ब्लड डोनेट गर्नुपर्छ। धन्यवाद भाइ। Thank you.